राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडले सुरुवाती अवस्थामै आफ्नो उद्देश्य अन्तर्गत किसान सशक्तिकरण र उपभोक्ता हितलाई ध्यानमा राखी विभिन्न कार्यक्रमहरू गर्दै आएको। त्यही कन्टेक्स्टमा अहिले बजारमा जुन खालको विषादी युक्त खाद्यान्नहरू, तरकारी फलफुलहरू प्रशस्त रूपमा पाइरहेको र त्यसले गर्दाखेरि चाहिँ उपभोक्ताको स्वास्थ्यमा धेरै ठुलो प्रतिकूल प्रभाव परेको कन्टेक्स्टमा त्यसले उपभोक्तालाई मात्रै होइन कि विषादीको कारणले गर्दाखेरि इभन किसानहरू पनि त्यसबाट चाहिँ प्रताडित भइरहेको अवस्थामा उपभोग गर्नेले पनि प्रोपरली त्यसलाई चाहिँ एग्रिकल्चर प्रोड्युस फलफुल तरकारी हैन लगायत कुराहरूलाई चाहिँ घरमा सेनिटाइज गर्न नसक्ने अवस्था र प्रोपरली हामीले धोएर पनि राम्रोसँग पखाल्दाखेरि पनि त्यसमा रहेका ब्याक्टेरिया जीवाणुहरू चाहिँ प्रोपरली नपखालिँदाखेरि त्यसले निम्त्याएको स्वास्थ्य प्रतिकूलतालाई ध्यानमा राखेर हामीले चाहिँ विषादी न्यूनीकरण गरिएको बास्केट चाहिँ घर दैलोसम्म पुर्याउनको लागि हामीले एउटा प्लान गर्यौँ र त्यो प्लान अन्तर्गत चाहिँ यो बास्केट हाम्रो डेभलप भएको छ र यसमा जुन बास्केट छ यो बास्केटमा चाहिँ हामीले धेरैजसो कृषि उपजहरू चाहिँ किसानबाटै खरिद गरेर ल्याएका छौँ र कुनै चाहिँ हामीले बजारबाट अथवा बाहिरबाट ल्याएका चाहिँ उपजहरू पनि छन् जुन चाहिँ सिजनल रूपमा नपाउने तर उपभोक्ताले चाहिँ खान रुचाउने त्यस्ता खालका उत्पादनहरूलाई चाहिँ मिक्स गरेर हप्ताभरिको एउटा पुग्ने गरी 4-5 जनाको फ्यामिलीलाई पुग्ने गरी चाहिँ हामीले एउटा बास्केट निर्माण गरेका छौँ र यो बास्केट एकदमै अहिले लोकप्रिय भएको छ र दैनिक रूपमा चाहिँ सयौं परिवारले यसलाई चाहिँ खरिद गर्ने त्यो कन्टेक्स्टमा चाहिँ अर्डरहरू पनि प्लेस भइरहेछ र यो बास्केट चाहिँ कसरी निर्माण गरियो भन्दाखेरि हामीले यो पनौतीमा हाम्रो एउटा फुड बैंक परियोजना छ। त्यो फुड बैंक परियोजना अन्तर्गत चाहिँ त्यहाँ आएका जति पनि तरकारी फलफुलहरू हुन्छ त्यसलाई चाहिँ ओजोनाइज्ड गर्ने। ओजोनाइज्ड भनेको चाहिँ एउटा यस्तो प्रक्रिया हो जसले चाहिँ सतहमा रहेका तरकारी फलफुल र कृषि उपजको सतहमा रहेका विषादीहरूलाई अक्सिडाइजिङ एजेन्टको थ्रु चाहिँ न्यूनीकरण गर्छ, नर्मलाइज गर्छ हैन। र त्यसरी नर्मलाइज गरिएको चिज चाहिँ त्यस पछाडि हामी त्यसलाई केही समय त्यसमा चाहिँ ओजोनाइज्ड मेसिनमा पखाल्छौँ र त्यस पछाडि त्यसलाई नर्मलाइज गरेर हामी राम्रो तरिकाले सेनिटाइज्ड एउटा वातावरणमा चाहिँ हामीले यसलाई के गर्छौँ भन्दाखेरि प्याकेजिङ गर्छौँ र बक्सा पनि तपाईहरुले देख्न सक्नुहुन्छ राम्रो खालको बक्सा छ। यो पनि के हुन्छ भन्दाखेरि हामीले एकचोटि ल्याएर ग्राहकैमा हामीले घरमै किचनमै ल्याएर हामीले ड्रप गर्छौँ। त्यो सँगसँगै अर्कोचोटि बक्सा आउँदाखेरि पनि यसलाई चाहिँ रिफिल गरेर जाने, जस्तै हामीले पानीको जार, ग्यास सिलिन्डर जस्तै चाहिँ यसलाई के गर्छौँ भन्दा बक्सा घरमा राखिदिन्छौँ। त्यस पछाडि नेक्स्ट टाइम आउँदाखेरि बक्सा रिफिल हुन्छ। त्यसले प्लास्टिक जन्य जुन वेस्टेजहरू छ त्यसलाई पनि केही हदसम्म चाहिँ नर्मलाइज गर्ने भने त्यसले इन्भाइरोमेन्टलाई पनि चाहिँ राम्रो गर्ने खालको चाहिँ हामीले यस्तो खालको वातावरण बनाएको छौँ। अब म तपाईहरुलाई यहाँ भित्र रहेको यो चाहिँ विकली बास्केट हो। यो चाहिँ सिजनल हुन्छ। यसमा चाहिँ हामीले स्वास्थ्य के अरे स्वाद अनुसारको उपभोक्ताको स्वाद अनुसार हामीले के गर्छौँ भन्दाखेरि विकली यसलाई सफल पनि गर्छौँ। यो चाहिँ क्वालिटीमा पनि एकदमै राम्रो खालको चाहिँ हामीले क्वालिटी चाहिँ बास्केट थ्रु हामीले डेलिभर गरिरहेका छौँ। र यसभित्र चाहिँ यो बास्केट मात्रै होइन, यो बास्केटभित्र भएको तरकारी त आफ्नो ठाउँमा छ, तरकारी फलफुल। योभन्दा बाहिर पनि हामीले हेल्दी किचन इनिसिएटिभ भनेर चाहिँ फरक खालको अवधारणा लिएर आएका छौँ। किनकि यही ओजन वास तरकारी अथवा अर्ग्यानिक तरकारी मात्रै खाएर पनि हामी स्वस्थ हुन्छौँ भन्ने ग्यारेन्टी हुँदैन जबसम्म हामीले हाम्रो चाहिँ किचन ह्याबिटलाई हामीले परिवर्तन गर्दैनौँ। किन भन्दाखेरि यदि किचन ह्याबिटलाई हामीले परिवर्तन गरेनौँ र राम्रो किचन चाहिँ हामीले सफा किचन हामीले व्यवस्थापन गर्न सकेनौँ भने यो ओजनाइज्ड भएको अथवा अर्ग्यानिक नै उपजहरू पनि कन्टामिनेसन हुने चान्सेस बढ्छ हैन। त्यो कारणले गर्दाखेरि हामीले हेल्दी किचन इनिसिएटिभ अन्तर्गत चाहिँ किचन पनि हाम्रो सफा हुने त्यो खालको चाहिँ हामीले व्यवस्था गरेका छौँ र
इभन यही प्रोडक्ट अन्तर्गत चाहिँ हामीले स्टेनलेस स्टिलका प्यान भाँडाकुँडादेखि लिएर क्ले पटहरू अनि त्यस पछाडि इभन तरकारी खाएर पनि हामीले इन्सुरेन्सको फेसिलिटी पनि हामीले चाहिँ यहाँ इन्ट्रोड्युस गरेका छौँ। जस्तै यो बास्केट तपाईँले रेगुलर रूपमा किन्नुभयो खरिद गर्नुभयो भनेदेखि एक्सिडेन्टल इन्सुरेन्स र मेडिकल इन्सुरेन्स पनि हामीले यो भित्र चाहिँ राखेका छौँ। र सबैभन्दा राम्रो चाहिँ हामीले एउटा अर्को के लिएर आएको छौँ प्याकेज भन्दाखेरि यो प्याकेज चाहिँ तपाईँले विकली बास्केट किनेको अवस्थामा रेगुलर यसलाई कन्ज्युम गरेको अवस्थामा हामीले रेगुलर हेल्थ चेकअप भनेको स्वास्थ्य परीक्षण पनि हामीले फुल होल बडी चेकअपको पनि हामीले प्रावधान चाहिँ यो अन्तर्गत लिएर आएको छौँ। जस्तै हाम्रो स्वास्थ्य अहिले कस्तो छ भन्ने त हामीलाई थाहा छैन, तर हामीले होल बडी चेकअप गरेर हामीले हेल्दी किचन मोडलमा तपाईँहरू इन्ट्रोड्युस हुँदै गर्दाखेरि उपभोक्ता इन्ट्रोड्युस हुँदै गर्दाखेरि उहाँहरूको स्वास्थ्य अवस्था चाहिँ आजको दिनमा के छ, भोलिको दिनमा के चाहिँ त्यसले प्रभाव पार्यो भन्ने कुरा पनि कम्पेरेटिभ एनालाइसिस गर्न सकियोस्। यो चाहिँ हामीले बिस्तारै यसको हाम्रो प्रयोजन चाहिँ के छ भन्दाखेरि नेसन वाइड नै हामीले यसलाई लैजाने भन्ने हाम्रो प्लान छ। तर सुरुवाती अवस्थामा जुन हामीले हाम्रो आफ्नै क्षमताको आधारमा पनि हामीले लिमिटेड ठाउँहरूलाई मात्रै अहिले सर्भिस दिने हामीले व्यवस्थापन गरेका छौँ। सुरुवाती अवस्थामा चाहिँ हामीले यसको पर्चेज मोडालिटी हामीले अलिकति फ्लेक्सिबल राखेका छौँ र यो चाहिँ हामीले 1 हप्ता 2 हप्ताको ट्रायल टेस्ट भनेर पनि हामीले कन्ज्युमरहरूलाई चाहिँ अफर गरिरहेका छौँ। जस्तै अहिले हाम्रो बानी के छ भन्दाखेरि नर्मली हामी आफैले छानेको हेरेको चिज मात्रै हामीले लिएर जाने हाम्रो चलन छ। तर त्योबाट चाहिँ फरक खालको अभ्यासमा जाँदाखेरि हामीले कन्ज्युमरको कन्फिडेन्स पनि डेभलप गर्नुपर्ने हुन्छ। त्यो कारणले गर्दाखेरि हामीले अहिले चाहिँ यो वास्तवमा यो इयरली सब्सक्रिप्सन प्लान हो होइन, तर हामीले अहिले चाहिँ 1 विक 2 विकको चाहिँ उहाँहरूले अब्जर्भेसन गर्नको लागि पनि हामीले चाहिँ के गरिरहेका छौँ भन्दाखेरि उहाँहरूलाई दिइरहेका छौँ। सो यो 3 महिना साउन भदौ असोजसम्म चाहिँ हामीले अब्जर्भेसन गर्नको लागि उहाँहरूले 1 हप्ताको लागि मगाउनुहुन्छ भने पनि हामी दिन्छौँ, 2 हप्ताको लागि मगाउनुहुन्छ भने दिन्छौँ होइन, त्यसरी पनि दिन्छौँ। यदि इयरली जान चाहनुहुन्छ भने त्यसरी पनि हामी प्रोभाइड गर्छौँ। यसमा नर्मल्ली हामीले धेरै भेराइटिजहरू चाहिँ हामीले प्लान गरेका छौँ। जस्तै हप्ताभरि पुग्ने गरी, जस्तै तपाईँको स्वाद पनि के होस् भन्दा नर्मली सिजनमा चाहिँ के हुन्छ भन्दाखेरि फर्सी फल्दाखेरि फर्सी नै फर्सी, घिरौँला पाउँदाखेरि घिरौँला नै घिरौँला होइन, त्यस्तो खालको चाहिँ हाम्रो चाहिँ खाने प्याटर्न हुन्छ। अब यो हुँदाखेरि चाहिँ हामीले के गर्छौँ भन्दाखेरि तपाईँलाई चाहिँ हामीले प्याकेजमै 6-7 वटा चाहिँ फरक भेराइटिजकै हामीले प्रडक्टहरू अफर गर्छौँ। यसमा चाहिँ के छ भन्दाखेरि हामीले प्राइस चाहिँ वर्षभरि कसैले सब्सक्राइब गर्नुहुन्छ भनेदेखि वर्षभरिको प्राइस चाहिँ एउटै खालको हामीले बनाउने भन्ने हाम्रो प्लान छ। चाहे त्यो कहिलेकाहीँ गोलमेडा 10 रुपियाँमा पनि आउँछ, कहिलेकाहीँ 300 रुपियाँ पनि पुग्छ। तर यदि कसैले वर्षभरिको प्याकेज लिनुहुन्छ भनेदेखि त्यो प्याकेजभित्र हामीले क्वान्टिटीको बेसिसमा हामीले क्वान्टिटी एलोकेट गरे हुन्छ। त्यो क्वान्टिटी चाहिँ उहाँहरूले यदि 300 रुपियाँ गोलमेडा पुग्या रहेछ भने पनि त्यही क्वान्टिटीमा पाउनुहुन्छ, यदि सागको प्राइस पनि त्यस्तै पुग्या माथिल्लो रेन्जमा रहेछ भने पनि त्यही पाउनुहुन्छ, मसरुमको पनि त्यही अनुसारको चाहिँ कन्सिस्टेन्ट प्राइस चाहिँ उहाँहरूले पाउनुहुन्छ। र यो चाहिँ बास्केट भनेको नर्मल्ली 4-5 जनाको जुन परिवार छ त्यो 4-5 जनाको परिवारलाई चाहिँ हप्ताभरि राम्रोसँग चाहिँ पुग्ने अवस्था छ। हाम्रो चाहिँ 3 वटा प्याकेजहरू छन् यसभित्र, एउटा गोल्ड छ, अर्को चाहिँ सिल्भर छ र अर्को प्लाटिनम छ। प्लाटिनम प्याकेज यदि लिनुहुन्छ कसैले भने चाहिँ डेलिभरी चार्ज पनि फ्री छ।